हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि वेलकम छ मेरो भिडियोमा। आइयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। फाइनली किनभने सरी भन्न चाहन्छु, किनभने यत्रो दिन म तपाईँहरूलाई भ्लग देखाउन सकिनँ र किनभने हल्का म मेरो कामको लागि अलिकति कामको प्रेसरले गर्दा अलिकति म बिजी नै थिएँ। त्यसको लागि आइएम रियली सरी भन्न चाहन्छु। अबबाट त म सधैँ हजुरहरूलाई नयाँ नयाँ ठाउँ नयाँ नयाँ भ्लग लिएर उपस्थित हुनेछु। त्यसको लागि हजुरहरू बस्न सक्नुहुन्छ, कुरेर बस्न पर्नुहुन्छ। र अझ चाहिँ मसँग छ केटाहरू दुईजना, हाम्रो राजकुमार। हेलो राजकुमार, के छ? हेलो शमशेर, के छ केटा? अनि हाम्रो यता दादा हुनुहुन्छ। हेलो दाइ। हामी चाहिँ आज यसो धरहरातिर है, कति चाहिँ हान्ने कुन चाहिँ धरहरा जान लाग्यो। म देखाउँदै गर्छु हजुरहरूलाई, हेर्दै गर्नु होला के कस्तो लाग्छ भिडियो अन्त्यसम्म। के कस्तो हुन्छ बाटोको महल, जाम कतिको रहेछ त्यो सबै देखाउँदै गर्छु। अहिले त हामी ठ्याक्क भन्दाखेरि म यही वनस्थली चोकमै आइसकेको छौँ है गाइज। यस्तो छ, देख्न सक्नुहुन्छ। चोकमै भने बालाजु चोक पुग्न लाग्यो, किनभने अझ खै के 2 दिन भयो काठमाडौँमा लास्टै जाम भयो, के कारणले भयो, बाटो बनाउँदैछ होला। अब देख्न सक्नुहुन्छ यस्तो छ यतातिरको माहौल। यस बालाजु चोक सुरुकुडेतिर जाने त्यो गाइस। अब हेर्दै जानु होला भिडियो के कस्तो हुन्छ, बाटोतिर कतिको जाम पर्छ म देखाउँदै गर्छु हजुरहरूलाई। जाम आज लास्टै भइरहेको छ, किन दिउँसो नि यस्तो भएको थाहा छैन। सो कति चस्मा मात्रै लगाएर बोलेको भन्नुहुन्छ होला, तर आज म चस्मा लगाएर नि बोल्ने स्थितिमा छु, किनभने मेरो आँखा थोरै आँखाको समस्याले गर्दा हल्का दुखिरहेको कारणले गर्दा मैले चस्मा नखोली नै भिडियो आज बनाउँछु, किनभने आँखा दुखिरहेको छ मेरो है। त्यसैले कति चस्मा लगाएर बनाएको, लाउनु नपाएर जसोले भन्नुहुन्छ होला, फेरि त्यस्तो त होइन, आँखाको समस्याले गर्दा म देख्न सक्नुहुन्छ तपाईँहरूले। मजाले घुम्नुहुन्छ हो के भएको यस्तो जाम गर्नुहुन्छ, जामै भइदिइरहेको कि जामै न दिउँसो नि हतार नगरौँ होला कृपया, किनभने हजुरहरूलाई थाहा नै छ हाम्रो त्यसको बाटो नेपालको बाटो कस्तो छ भनेर है। त्यसैले हतार त कसैले नगरिदिनु होला भन्छु म चाहिँ, किनभने बिस्तारै जानु होला आफ्नो गन्तव्यतिर है। त्यही नै भन्छु म चाहिँ। बरु बिस्तारै जाँदा राम्रो हुन्छ, बिस्तारै जाने। तपाईँ 2 घन्टा लाग्ने बाटोमा छ भने तपाईँ बिस्तारै सवारी गर्नुहोस्, 3 घन्टा लागोस् त्यस्तो त जानु होला। सो गाइज हामी चाहिँ अहिले दरबारमा आइपुग्यौँ। अब कति टाइम लाग्छ दाइ? 10 मिनट। 10 मिनट ल, 10 मिनटमा हामी अब उता हामी जहाँ जान लाग्यो त्यहीँ नै जान्छौँ, त्यहीँ नै पुग्नेछौँ, धरहरामै पुग्नेछौँ। अब त्यहाँ के कस्तो हुन्छ र के कस्तो देखिन्छ भन्ने कुरो चाहिँ हजुरहरूलाई म देखि नै हाल्छु, हेर्दै गर्नु होला। त्यही हो गाइज, सरी भन्न चाहन्छु, किनभने म अलिकति कामको विषयले गर्दा म भिडियोहरू हाल्न पाइनँ र त्यति साह्रै राम्रो गर्न पनि आउँदैन। त्यही पनि मैले ट्राई गर्छु भिडियो हाल्ने। हजुरहरू पनि साथ दिनु होला, सपोर्ट दिनु होला, माया दिनु होला है, यही नै हो। सो अब हामी एकैचोटि धरहरामै नै लिएर भेट्नेछौँ। सो गाइज हामी फाइनली अब धरहरा आइसक्यौँ है। मान्छे हेर्नु पऱ्यो त, यहीँ हुँदै हामी झरी चाहिँ ओके हामी झर्छौँ अब हाम्रो उतातिर लाग्छौँ कति। सो गाइस देख्न सक्नुहुन्छ है धरहरा आइसकेछौँ हामी चाहिँ। ल दाइ धन्यवाद तपाईँलाई। सो गाइस आइसक्यो है धरहरा। दोस्त के छ नि, के छ ठिक छ है। फाइनली गाइस देख्न सक्नुहुन्छ हामी फाइनली आइसक्यौँ धरहरा होइन। के छ ओइ राजकुमार, के छ? यो त लास्टै बिजी छ भने यार, चिज गइरहेको
देख्न सक्नुहुन्छ है बबाल छ बबाल ओहो माइ गड दामी छ ओ ल खतरा हुन्छ भिडियो जाऊ न ओए ल दामी है सो गाइज अहिले हामी चाहिँ अहिले फर्केर आउने बेलामा हामी फोटो सोटो भिडियो सिडियो बनाउँछौँ होइन अहिले चाहिँ हामी माथि नै जाउँ होला है माथि नै जाउँ देख्न सक्नुहुन्छ गाइज यहाँ चाहिँ आउने रहेछ निकै मान्छे ओहो माथि चढ्नु मिल्छ म चस्मा नै निकाल्न पनि भयो चस्मा नै निकाल्छु कि म अब हामी एकछिनमा आँखा यस्तो भाइ मेरो होइन यस यस मै बोय दरबारको महल ठिक छ जे होस् तर रमाइलो रहेछ है अब त्यो म माथि चढेपछि देखाउँछु ल तपाईँहरू सुरु भइसकेन अब यहाँ हामी देखाउँछौँ हाम्रो यहाँ फाइनली गाइज हामी छिर्यौँ है देख्न सक्नुहुन्छ तपाईँहरूले सुरु भयो गाइज हाम्रो गन्तव्य हेरौँ अब कति तल माथि रहेछ म सक्दो चाहिँ म फुल देखाउने कोसिस गर्छु है देखाउने कोसिस गर्छु बिचमा गएर देखाउन सक्छु म यहीँ थाकिसकेँ कि देख्न सक्नुहुन्छ 4 फ्लोरमा आइपुग्यो अब कति फ्लोमा जानुपर्छ थाहा छैन ह्यान्डसम देखिहाल्नु नि म है चस्माले ह्यान्डसम छु मलाई थाहा कि तरनी म देख्ने जर्मिँदै ह्यान्डसम छु त अनि त्यसमा मेरो के को दोष छैन के भएको छ दोष कस्तो छ त्यो त लास्ट बिजी छ लास्टै बिजी छ त्यो नम्बर 5 मा पुग्यो रे सो गाइज अब चाहिँ हजुर पक्कै चढिसक्नु भयो होला अन्त फर्स्ट टाइम हो होइन दोष यस नौ फ्लो त्यो दुलोबाट चाहिँ टाउको छिरा भन्नुभएको रहेछ त्यो गाइज हो नि हो आफ्नो सुरक्षा आफू गरौँ होला राम्रो कुरा हो त्यही भनेको थाहा हुनु नि त मान्छेहरू देख्न सक्नुहुन्छ आउनु हुँदो रहेछ निकै नै यहाँ बिचमा बोलाइसक्यो यसो कति माथि चढ्नु पर्ने थाहा छैन गाइज आफ्नो गन्तव्यतिर सर आइपुग्यो है त क्रिकेट त भ्यू सरहरू देख्न सक्नुहुन्छ है सो आयो माइको हेलो एक्सक्युज मी ब्रदर हेलो माइको सो गाइज फाइनली देख्न सक्नुहुन्छ सो गाइज लमजुङको ब्रदर हुनुभएको छ हामी पनि लमजुङकै हो ऱ्याप चलिरहेको यहाँ चाहिँ सर मैले भिडियो देखेको थिएँ तपाईँको ल हाम्रो लमजुङको ब्रदर हुनुभएको रहेछ ल ऱ्याप पनि हाल्नु हुँदो रहेछ ल फेरि एउटा देखा छोटो केटाकेटी सबै के छ त छुट्टै स्वाग छुट्टै फेसन छ घर मेरो लमजुङ बेसर त किन हेट गर्छस् यति नै है थ्याङ्क यू ब्रदर थ्याङ्क यू सो गाइज फाइनली अब घुमेर चाहिँ सक्यो अब हामी चाहिँ अब बाहिर निक्लिन लाग्यो है अब बाहिर निक्लिन लाग्यो अब हामी त घर फर्किन्छौँ हामी तलतिर गएर यसो फोटो सोटो 2-3 खिच्छौँ अनि जान्छौँ बाई 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 अब तल फ्लोरमा गएर भेट्छौँ मेरो नि हामी फाइनली सक्यौँ पनि अब हामी के गर्ने हो यहाँ आउनु त कस्तो लाग्यो त नि आज टाइमै लागिरहेछ टाइम लाग्यो ठिक छ नि होइन ठिकै छ अनि तिम्रो कस्तो लाग्यो त नि मैले त बबाल एकदम रमाइलो ए यो चाहिँ हाम्रो पहिलोको धरहर अरे पुरानो धरहर रहेछ पहिलाको देख्न सक्नुहुन्छ है जस राम्रो रहेछ यस्तो छ यहाँको महल
आउनु सक्नुहुन्छ हजुरहरू पनि 200 रुपियाँ टिकटै छ 200 रुपियाँ त केही होइन नि गाइस फाइनली हामी चाहिँ घुम्ने एकछिन बस्यो त्यही हो गाइस अब हामी घर फर्किन्छौँ ठ्याक्कै कति बजी नि ठ्याक्कै 5 बजे लाग्यो त्यसैले अब जाम नि लास्टै पर्छ त अब किनभने अब अफिसको टाइम हो नि त अब कति बजी घर पुग्नु थाहा नै छैन भने हेरौँ अब के हुन्छ छिटो पुग्यो भने म देखाउने कोसिस गर्छु हजुरहरूलाई बाटोमा के हुन्छ कस्तो हुन्छ कतिको जाम पर्छ भनेर अब चाहिँ हामी तेर्सेको निक्लिएको ल अब बाटोतिर यस्तो केही भयो भने देखाउँछु बाटोको माहौल यस्तो छ देख्न सक्नुहुन्छ है अब कति बजी घर पुग्ने थाहा छैन खै पठाउ बुक गर्छु भन्दा केटाहरूले के हो आएन पठाऊ अब हिँडेर जाने केटा हो हिँडेर त मर्छ बाबु भोकला अब फाइनली अहिले घर जानको लागि के अरे रुम जानको लागि ट्याक्सी चढिसक्यो अब हेरौँ के हुन्छ कति बजे रुम पुग्ने थाहै छैन जाम लास्टै छ भन्नुहुन्छ दाइले अब कति बजे पुगिन्छ अब घरै गएर भेट्छु हस् त गाइस फाइनली रुम आइसक्यो भर्खर आइपुगेको त्यही हो भर्खर आयो किनभने अलिक छिटो नै आउँथ्यो होला किनभने जाम भयो कता बाटो लिएर आइदिनु भयो त्यो दाइले पनि जे होस् अलिकति छिटो लिएर आइदिनु भयो त्यही गाइस आजको लागि भिडियो दिनुहुन्छ जे जस्तो भयो भने हेरिदिनु होला माया दिनु होला नयाँ हुन्छ होला भने प्लिज सब्सक्राइब गर्न नभुलिदिनु होला किनभने हजुरहरूको साथ सपोर्टले नै म अघि बढ्छु र त्यही हो गाइस आजको लागि भिडियो दिनु हुन्छ हस् त जय नेपाल।